हेलो साथीहरू नमस्ते तपाईहरुलाई स्वागत छ आजको मेरो भिडियोमा र फेरि पनि अर्को भिडियो लिएर आएको छु। आज चाहिँ म र बहिनी यता हेर त बहिनी चाहिँ मिन्जु जाँदैछौँ बिमारी हेर्नुको लागि। मेरो नानाको चाहिँ सासू अन्त मेरो दादा पनि बनाएको। यता मेरो बुढाको चाहिँ दिदीको चाहिँ सासू बिमार हुनुहुन्छ नि त, अन्त उसको दिदीको बुढालाई चाहिँ मैले दाजु बनाएको। अन्त हामी चाहिँ हेर्नु जाँदैछौँ आज। आमा चाहिँ अस्ति बिमार हुनुहुन्थेछ, अन्त हस्पिटल एडमिट हुनुभएको थिएछ नि त, अन्त चाहिँ हामी हेर्नु गएको। कस्तो अप्ठ्यारो छ बाटो चाहिँ जाँदैछौँ। अब गएर त्यहाँबाट फेरि आउँदाखेरि चाहिँ पर सौदा गरी आउनुपर्छ। पारी गाउँ गएर मन्थली महिनाभरिको सौदा गरेर चाहिँ आउनुपर्छ हो। अन्त कति बजी अहिले अप्सरा? फिलहालमा 2:30 2:30 भइसकेको रहेछ। आमा कामबाट आएर चाहिँ म गएको नि त, नानी छोडिरहेको छु। हौ हाम्रो तपाईँको सब्सक्राइबरहरूले पनि क्या भनिदिन्छ होला नि, कसले कस्तो जङ्गली गाउँमा बस्दै रहेछ भन्यो भने छैन त कमेन्टतिर सब्सक्राइबरहरूले नि। अब यस्तो बाटो छ नि त, अम्बो मिन्जु जाने त छ गाइस। तर हाम्रो गाउँको बाटो चाहिँ राम्रो छ नि, यो बाटो चाहिँ हल्का त्यस्तो छ कि तलबाट चाहिँ राम्रो छ नि है दाजु। हामी चाहिँ अलिक जङ्गली मान्छे हो नि त, यस्तै बाटोमा रुचाउँछौँ हामी हो, छिटो पुग्नुको लागि है। कुराहरू घटाउनुको लागि के गर्नु चाहिँ, तर हामी यस्तै बाटो मन पर्छ। यसलाई चाहिँ अस्ति गाउँको भन्छ नि त मान्छे होइन। अब गाउँको भएर यति बाटो पनि हिँडेन भने त है के अहिले लडेर तल पुग्दैछ। अस्ति मेरो ज्यादा चप्पलै चुटेर नि हो। ल साथीहरू अहिले पर भएपछि पुगेर भेटौँ ल। अहिले चाहिँ हामी आधी बाटो पुग्यो र आज चाहिँ मैले कति दिन बाद भिडियो गरेको, टाइम नै पाउँदैन। कति गरौँ भन्छु कि, तर नानीले गर्दाखेरि भ्याउँदैन भिडियोहरू गर्नु होइन। कहाँ जाँदाखेरि पनि नानीले वाक्कै बनाउँछ कुदेर हिँडेर, अन्त पाउँदैन। आज चाहिँ नानी नलगी गएकोले गर्दाखेरि चाहिँ भिडियो गरेको। अन्त मेरो भिडियोलाई लास्टसम्म हेरिदिनुहोस् हो, अन्त लाइक सब्सक्राइब गरिदिनुहोस्, माया गरिदिनुहोस् मलाई। यता रुममा उसलाई पुरा मायाको खास गाइस मैले कपाल खोल्यो भन्छ होला, किनभने भर्खर रिल बनाएको भन्ने। धेरै नकली केटीहरू अहिले नक्कल पार्ने एजै हो हाम्रो चाहिँ गयो। यस्तो रहेछ जग्गाहरू घरहरू तपाईँले हेर्नु सक्नुहुन्छ। अब चाहिँ हामी पुग्नु आँटेको। यो चाहिँ हाम्रो गाउँको घरहरू यस्तो हुन्छ। हामी चाहिँ कता हौ जहिले बन्द गरेर राखिदियो ल। यहाँ आइपुग्यो नानाको घर। यो चाहिँ हाम्रो नानाको घर आइपुग्यौँ हामी। नानाहरू घरमा छ कि छैन फेरि के दामी हो। कहिले रोपिसक्छ है यत्रो बिना? हेर्नुहोस् न, रोप्नु त रोप्नु, पानी चाहिँ कहिले हालिसक्नु होला यत्रो बिनालाई। फुलेको फुल हेर्नु चाहिँ मजा लाग्छ कि, तर रोप्नु उयो गर्नु कम्ती साह्रो पर्छ। पढाइसम्म रहेछ। आँगनतिर पनि रहेछ। उनीहरूले चाहिँ करेन्ट बनाइदिनु भयो कि पिरो भएर खानु सकेन। साथीहरू हामी चाहिँ आमालाई भेटेर पनि फर्केको। मुमा पो भन्दै रहेछ, आमालाई भेटेर। सो गाइस म चाहिँ यहाँ मिन्जुबाट भर्खर फर्केको र यहाँको अवस्था हेर्न सक्नुहुन्छ। लाइक म चाहिँ यहाँ जङ्गलको बिचमा छु, एट मिडल अफ द लाइक हुन्छ नि जङ्गल भनौँ न।
यहाँ जङ्गल छ, यहाँ बाटो छ तर बाटोमा चाहिँ कोही आउँदैन फिलहालमा। म चाहिँ त्यहाँ दोकानमा आएर अहिले सौदा गर्दैछु। अनि सौदा गरेर पनि फर्केको, सौदा गरेर पनि उयो पर आन्टीकोमा गएर एउटा सामान लिएर फेरि अर्को आन्टीकोमा गएर पनि अर्को सामान लिएर अहिले चाहिँ फर्केको। आधीसम्म सौदा नपाएर चाहिँ सौदा अलिक कम्ती छ, आधी बहिनीले बोकिदिइरहेको छ हो। अन्त तेल छ 18, त्यो चाहिँ दादाले ल्याइदिनु हुँदैछ। अन्त अब चाहिँ आधी बाटो आइपुग्यो, रात पर्न आँटिसक्यो। उहाँ चाहिँ के अरे बुहारी भन्दा पनि आगार भइसक्नु भएको छ अरे। अब गएर चाहिँ बिचराले खाना बनाउनु पर्छ अरे हो। मैले पनि बनाउनु पर्छ कुनै नि होइन, म त जहिले पनि बनाउनै पर्छ नि त, जे गरे पनि। नानीको आमा भन्दा पनि आगर गइसक्यो म चाहिँ गाइस, तर म चाहिँ बिहा गरेको होइन भने। अहिले चाहिँ कति पो तिमी स्विट? म स्विट 16 ओके। कति लाग्छ? त्यत्रो मिन्जु पुगेर आएर सौदा गरेर पनि सौदा बोकेर आउँदैछु। त्यो पनि गाउँ डुल्दै 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 रेस लाग्दो। मलाई यस्तो अल्छी लाग्छ कि घरबाट निस्किनु भनेपछि, तर पनि अहिले चाहिँ म गएर आएँ। म चाहिँ घर आइपुगेँ नि त हो। अनि मेरो छोरीको रियाक्सनहरू पनि लाग्छ। आजी को आजी को भेटेँ आजी। बाई बाई गाइस, फेरि भेटौँ ल अर्को भिडियोमा। हजुरलाई यति नै, कहिले कस्तो लाग्छ भनिदिनुहोस् ल कमेन्टमा मेरो भिडियो। बाई बाई।